ल हेर्नुहोस् है यो रुख कत्रो चाहिँ छ भनेर यति ठुलो छ छोरीको छोरा म बुहारी साइलीको छोरा साइलीको छोरा विकास गाफ्लेको जङ्गलको बाटो हिँड्दा गरेर अहिले चाहिँ हामी रोड भेट्टायौँ रोडमा निस्केको छौँ यहाँबाट चाहिँ केही अलिक अगाडि हिँडेपछि हामी भुल्के अमला चोर्न जान्छौँ बोल्दैन बस्नु होला हामी जान्छौँ हुन्छ के भयो तिम्रो नाम त नानी पर्मिला नि प्रकाश पर्मिला बाई बाई टाटा के किनेर खाने त्यसको अब हामी यहाँबाट अघि बढ्दैछौँ अब चाहिँ हामी मेरो मावाला भुल्के मन्सरामा चाहिँ हामी आखीलाई भेट्न जाँदैछौँ अब आखी बुढो हुनुहुन्छ 100 वर्ष मामलो सुट मलाई थाहा छैन घरबेटी आमा यहाँ त घरको स्याहार गर्नु राम्रो हेरचाह गर्नु बोट बिरुवा हेर्नु यता यता बोट बिरुवा रुख बिरुवा सबै हेर्नु किचन चाहिँ यहीँ छ किचन यहाँभित्र यहाँ सुतेको थियौँ हामी किचन यताभित्र पसेर हेर्दा पनि भयो होइन अब हिँड्यौँ हेरेर आउनु भयो हेरेर आएको अब मन पर्यो मन त किन नपर्नु आफ्नो जन्मेको ठाउँ तपाईँलाई माइत जाँदा कस्तो हुन्छ माइतमा कस्तो हुन्छ अनि त्यस्तै त हो नि मलाई पनि अनि बस्नु गर्दै गर्नु खाँदै गर्नु के गर्नु त अब त्यस्तै हो त्यस्तै भइहाल्यो त्यस्तै हो नि नतर्सी हामी केही गर्दैनौँ हामी खरिदै होइन हामी हेर्न मात्रै आएको गरौँ नानी आउँदै गर्छ हामी झर्दै गर्नु भुल्के जाने बाटो भुलिँदैन होला के भन्छ पर्खिनु त हजुर नमस्कार गाई यहाँ अमलाको रुख भेट्यो अमला चोर्न जान्छौँ हामी अमला चोर्न जान्छौँ कसैलाई नभन्नु ल छोरा हल्लाउँदैछ हल्लाउ पात पनि झरेन नराख अमलाको रुख चाहिँ यो बोटभरि अमला छ अलि लाइट नमिलेर राम्रो देखेको छैन होला यता लाठे मान्छेले हल्लाउँदैछ एउटा पात पनि हल्लेको छैन भन्नु भने अलि झर्दैछ चढ्नु चाहिँ सकिँदैन धेरै अग्लो छ हल्लाएर हेरौँ अलिअलि झर्छ कि आज मैले चाहिँ एक टिपेँ यति छवटा टिपेँ छवटा छैन टिप्थेँ नि त मुखमा चाहिँ एउटा छ ल फटाइ काम पनि गरियो अमला चोरियो अब बाटोमा चाहिँ के भेटिन्छ सब टिप्दै चोर्दै हिँड्ने हो यो आमा छोरा चाहिँ अमलाको एकदम भोगी हो चुप्लाक हामी चिनेको मान्छे हो क्या अस्ति आएको त नि बिर्सेको साथी कस्तो यार बस्नु नकरा न अस्ति आएको त नि दोस्त बिर्सेको दोस्त अरे यसको दोस्त मेरो बिमा पनि साथी दिदी गर
चाबी लगाएको त यो घरमा खोल म चाहिँ दिजाउ गर्नुहुन्छ ढोका खुलेछ हेर त उता दिदी एवन गर्छ गर्छ अब आऊ सबै हुन्छ नि यो नभन् जिम्मा सन्डे हेर्दा चाहिँ मलाई कराउँछ के गर्नु त अब हामीलाई घाँस पनि थाहा छैन तिम्रो खोर राख्छ दादा है सिजीको खोर राख्छ है माहाको खोर चाहिँ बेल लागेन हुन्छ जङ्गलको बाटो हिँड्दा गरेर अहिले चाहिँ हामी रोड भेट्टाइम रोडमा निस्केको छौँ यहाँ चाहिँ केही अलिक अगाडि हिँडेपछि हामी भुल्के पुग्छौँ भुल्के अब लगभग आउन आँटे जस्तो लाग्छ 2 मिनटमा पुगिन्छ जस्तो लाग्छ केही बाक्लो घरहरू त देखिन थाल्यो यो डाँडा खड्काबाट चाहिँ हामी हिँड्दै झरेर यता भुल्के आइपुग्यौँ भुल्केबाट अलिक तल थोरै तल गाउँ छ मनसाराम त्यहाँ चाहिँ आखे हुनुहुन्छ आखेलाई भेट्न जान्छौँ एउटा मिनको आयो के आयो भन न पिछा लागिरहेको छ मलाई अनि त्यस्तो होला पानी 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 खाएको भुल्केको स्कुल थियो उयो अगाडि हो उतापट्टि स्कुल ए दाजु फ्याफुल्ला हो हरि त यहाँ त रहेछ नि हिजो आएको थिएँ माथि हिँड्दै हिजो त गाडीमा आयो माथिसम्म घरमा बोलाउँदा हुन्छ कस्तो राम्रो फाइनली हामी भुल्के आइपुगिसकेका छौँ अब भुल्के फ्रेस हाउस विश्वास डिजिटल फोटो स्टुडियो माछापुच्छ्रे ब्याङ्क पनि रहेछ ग्राहक सेवा केन्द्र हिमालयहरूको कुन पो यो हो कि पल्लो हो क्या हाम्रो पाउरोटी उद्योग तथा कोसेली घर र मामले लिएर भुल्के स्कुल यता वडा कार्यालय रामप्रसाद राई गाउँपालिका 3 नम्बर वडा मैले बोलाएको त अनि 3 नम्बर आखे त हिँड्न सक्नु पर्यो नि जुगरी हाल्ने नमस्ते गर्ने चलन छ गाउँठाउँमा है बाइकमै आयो पुरै वहीँदेखि बाइकमै आएको यता अनि अफ रोडमा त गाह्रो भएन गाह्रो भयो नि तपाईँको त धुलो पानी परेर चाहिँ हल्का माटो चाहिँ भएको ओरेको भयो राम्रो हुने है धुलोले अहिले धुलोमा त मर्नु भइहाल्छ नि दाजुहरूले क्यारम बोर्ड थियो तपाईँको घरमा गएर भनेको क्यारम बोर्ड खेल्थ्यौँ पहिला यहाँ पसलमा अहिले त यहाँ पो त हाम्रो त यो पो त हाम्रो त ए जिउ गरिहाल्नु घर पो त त्यहाँ बस्नु भएको थियो हैन हाम्रो घर त यो पो त नि ए होटल अनि हामी त त्यहाँ बसेको थियौँ त नि पछाडि हेर्दै थियौँ यो केन्द्र जस्तो फेरि निसी हेर्दै गर्दा देखि गयो फेरि बुवाले होइन नि हामी त्यहाँ बसेको होइन एकचोटि पहिले चाहिँ हुनुहुन्थ्यो क्यारे नि अर्काको घरमा बसेको नि ए यो चाहिँ आफै घर हो त्यो चाहिँ आफू घरमा बसेको यो हो हाम्रो यो तल्लो चाहिँ यो गेटभन्दा उताको पालिका कार्यालयको उसमा साइडमा राम्रो छ भने यसो गरौँ है
अब छिरेपछि खान्ती पिन्ती हुन्छ खान्ती पिन्ती अहिले रुच्दैन पनि बरु पहिला आँखालाई भेटेर आउँ भेटेर आएर फेरि फर्किनु त्यही त के गरौँ भेटेर आएर भरे फेरि जानु पर्यो त फेरि ओदोर हुन्छ हुनु चाहिँ आज आएको मान्छे के को आपत्ति पनि यहाँ खान्ती पिन्ती पनि हुनु पर्यो खान्ती पिन्ती त अब अहिले रुच्दैन त्यो भएर बरु तल आँखालाई भेटेर आइहालौँ कि भनेर नि नभए भाइ झोला चाहिँ मलाई देऊ के यो म लुकाइदिनु हो बुढो भयो नि अब बुहारी भेट्यो भने यतैबाट लिएर जाउँ भनेर आसु जिउ गरेँ मैले सुतेको रहेछ उसको हातमा राइट हेर्नु छ लेफ्ट खोइ नपक्रेको त नि हो स्याबास पक्रिनु भयो ए तपाईँलाई चाहिँ म यता तिमीहरूबाट फर्किनु म यतै पोलेट बसेर बस्छु हुन्छ आँसुहरू बस्दै गर्नु ल गफ गर्दै गर्नु कस्तो लाग्यो हिमाल दादा घर कहाँ रहेछ तिमी एकपल्ट भनेर चाहिँ त्यसले भनेको हिमाल दादाको बाबा खोइ को हो हिमाल दादा बाबा ओ तपाईँ थाहा हुनु थालेछ थाहै थिएन क्या होइन उसलाई म नखाने ल अहिले चाहिँ म यहाँ भुल्के स्कुल आइपुगिसकेको छु ल देख्न सक्नुहुन्छ पञ्चकन्या माध्यमिक विद्यालय एकदमै ठुलो छ यो एरियाको एकदम नाम चलेको स्कुल हो अब पुरै यहाँदेखि यता भवनहरू पुरै छ आज के बार हो आज स्कुल छैन ए फाइनल एक्जाम सकेर स्कुल चाहिँ बिदा भएको कारणले गर्दा ग्राउन्डहरू खाली खाली छ जो उता पर्छ त्यो शालिगहरू भन न कम्प्युटर क्लास रहेछ ए कति त अनि यतापट्टि बोर्डपट्टि भन्नुहुन्छ मलाई त्यो भन्नु हेरिराख्नु भयो ए मैले यो चाहिँ ग्राउन्ड भिजाउन पाएको होइन त्यो उता खानेपानी लाग्यो त्यो भिजेको जग ए जग्गादाता हुँदो रहेछ स्वर्गीय शिवलाल भट्टराई अनि स्वर्गीय सविता 74 मा जन्म भयो 2047 सालमा रहेछ यताको आम्मा नसहेर्नु योजना चाहिँ खतरा रहेछ प्लानिङ चाहिँ भित्र पानी हाल्ने अनि फुहरा जस्तो बनाउने हो क्या पानीको यो पुरै बनाउने होइन फोरा बनाउने होइन ए योजना पनि तलबाट तयारी गरिसकेको छ पहिले ए गरेको छ पाइप लाइनहरू निकालेको छ ए तर यो सानो बच्चाको टिभी ठुलो भइहाल्यो अलिक सानो भइबस्नु पर्थ्यो नि किन ठुलो भएको चिप्लो होला केटाकेटी खेल्दा खेल्दा अब चाहिँ हामी भुल्केदेखि यहाँ नानीको के हो छेवर है ए पास्नी यहाँ नानीको भान्जा हो भान्जीको यहाँ चाहिँ अब भान्जीको पास्नी कार्यक्रम थियो पास्नी खाएर अब हामी भुल्केबाट चाहिँ तल मन्सरामतर्फ झर्दैछौँ यता चाहिँ अब गाडीको बाटोहरू नयाँ विकासको संरचनाहरू यस्तो मन्दिरहरू विभिन्न बनिरहेको देख्न पाइयो म पनि सानोमा बालखामा चाहिँ आएको हो सानो केटाकेटी मेरो छोरा जत्रो हुँदाखेरि चाहिँ आएको हो अहिले चाहिँ यत्रो बुढो भएपछि आउँदैछु अनि हेर्दै कस्तो कस्तो भयो परिवर्तनहरू
हेर्दै जाउँ कस्तो कस्तो भएछ, के भएछ परिवर्तनहरू। यहाँनिर मन्दिर थिएन पहिला, के मन्दिरहरू बन्यो यहाँ बोर्डै देखेन हौ। भुल्के शिवालय, ए भुल्केश्वर शिवालय मन्दिर, भुल्केश्वर शिवालय मन्दिर भनेर यहाँ छ। मन्दिरलाई पछाडिबाट देखाएँ, पाप लाग्ने हो कि नराम्रो मान्नुहुने हो कि नराम्रो नमानिदिनु होला मेरो भ्युवर साथीहरू, मैले मान्नुपर्ने मान्यजनहरू। अगाडि पनि त्यस्तै छ, विभिन्न संरचनाहरू, नयाँ पक्की संरचनाहरू बनेको रहेछ। बाटो मात्रै पिच हुनु बाँकी छ, बाटो पनि कुनै दिन पिच होला। लटरम्मै बर पाएको रहेछ, मेरो प्यारीलाई चाहिँ खानु मन लाग्यो अरे बर, ऊ त्यो डाँडामाथि। खानु मिल्छ कि मिल्दैन भने खान्छ त, बाँदरहरू खाइरहेको देखिन्छ त। अनि अनि म बाँदर हो त? मान्छेले पनि खान्छ अलिअलि, खाँदा हुन्छ। हतार छैन, कति साँझ भइसक्यो, अब पुग्न आँटिहाल्यो। हो त्यो उयो पाकेको चाहिँ हो कि पाएको छैन होला हौ। हो कुर्खै त्यो त भुइँमा कटिरहेको होइन। हो, यस्तै हो। खानेर झाडा त छ हो, यतिको चाहिँ खाँदा हुन्छ, यतिको पाएको चाहिँ। गिलो गिलो रे खाम। ए भुइँमा छ त, किन होचो पो छ त, उयो त त्यहाँको खाँदा भइहाल्यो त। भुइँमा रहेछ पाकेको लटरम्मै। मिल्छ टेस्ट गर नि टेस्ट। उताबाट जाने हो, यहाँबाट झरौँ न। यहाँ चाहिँ एकदमै ठुलो ठुलो बरको रुख रहेछ। यो अहिले देखिरहेको होइन, मैले भनेको ठुलो बरको रुख चाहिँ अगाडि छ। मसँग आउनुहोस्, म देखाउने छु। यो माथि हो, तल्लो चाहिँ एकदमै ठुलो रहेछ। हामी सानो केटाकेटी हुँदाखेरि यो बरको रुखभन्दा तल लिङ्गे पिङ, बाँसको पिङ लगाएको याद छ, खेलेको याद छ। ल हेर्नुहोस् है त, यहाँ ठुलो बरको रुख छ। आम्मामा, यो त घर जत्रै छ त, अनि यसको फेदै घर जत्रै छ। ल देख्न सक्नुहुन्छ, यति ठुलो बरको रुख छ। ल यसको फेद हेर्नु त, यो कति वर्ष भएको होला, कहिले रोपेको होला, कसले रोपेको होला, कुन बाजेले रोपेको होला, एकदमै ठुलो छ। ल हेर्नुहोस्। को कान्छी? लु जाऊ सर, बरको रुखमा फोटो खिच्नुपर्छ। बस छोरा यहाँ मामसँग। यहीँबाट है। कता जानु अब? के त आइपो सक्यो होला भने बगीवालमा त आइपुग्यो। ल हेर्नुहोस् है, यो रुख कत्रो चाहिँ छ भनेर। यति ठुलो छ, यति ठुलो छ। ठुलो न ठुलो। एउटा सिमलको रुख देख्न पाइयो। सिमलको रुख यो चाहिँ हेर्नु कति राम्रो फ्लावर। बर पिपलको बरको रुख चाहिँ हाँगा फिजारेको ठुलो हुन्छ भने यो सिमलको रुख चाहिँ एकदम सुरिलो हुन्छ, एकदम अग्लो हुन्छ। है वाह, के भएर छोराले? अब्बुई डेन्जर, यो त महँगो बिक्छ होला। अब चाहिँ फाइनली मावल आइपुग्यो। जतातता रोटिरहेको छ, यहीँ घरै माथि बाटो आइपुग्छ। भोलि हामी यहाँ कहाँ आउनु पर्ने? यहीँ आउँछ गाडी, यहीँ आउँछ। यहीँबाट गाडी चढ्ने, कहीँ हिँड्नु पर्दैन, एकदम सजिलो छ, सजिलो। कुन गाउँ हो रे? त्यो ऊ माथि माथि धोत्ले हो, तल तल त के पो भन्छ हौ, यस्तो ट्याक्कै
एकदम रमाइलो गाउँ छ त्यो पारिपट्टि छ मगरहरू बस्ती छ मगरै मगर छ सबै मल राखेको होला कि कालो कालो मन त नि यहाँ पनि ठुलै छ रुख बर्को रुख बर्पिपलै छ यहाँ चाहिँ यत्रो 4 घन्टा हिँडेर पहाडै पुग्यो सुन्तलाको रुख कटहरको रुख थाहै छैन मलाई हामी आइपुग्यौँ घर जस्तै रहेछ ठ्याक्कै तिमी गएको पहिला नि सानो छ त नि लु देऊ आखेलाई छे गर्नु न डोक्नु है पर्दैन होस् होस् चिन्नु भयो चिन्नु भयो कि चिन्नु भएन सुन्नु न होला चिन्नु भएन साइली छोरीको छोरा म बुहारी साइली छोरीको छोरा म बुहारी साइलीको छोरा साइलीको छोरा विकास गाफ्लेको खानु राखे खै तपाईँको कति राखेको यहाँनिर बोल्दैन चिसो लागेको होला नि ल उहाँ डस्टबिन मारेर यसो यताउता हेर्नु पर्यो गाई यस्तो छ है हाम्रो मावली गाउँ मावली बाजे एकदम बुढो हुन्छ 100 वर्ष पुग्न लाग्नु भएको हो सन्चै हुनुहुन्छ साइलीको छोरा अरे को अरे साइलीको छोरा साइलीको छोरा काफ्लेको भोजपुरको काफ्लेको पर्दैन बाबु पर्दैन हौ छोरा नि त छोरा त हुन्छ पर्दैन बुझाउनु पर्दैन बाबु बहिनी पनि छैन भाइ पो त ढोका दादालाई उसको उहाँ बिरालो भेटिरहेछ कि अनि त्यहाँबाट हातमा आउँदो रहेछ बिरालो ल्याउने बिरालो